यो रोनाल्डो दाजुले 953-54 गोल गरे, हिजो अल नासरबाट पनि गोल गरे साउदी प्रो लिगमा। हजारको नजिक पुगिसकेका छन् है। यो गोल देख्ने बित्तिकै लियोनल मेसीलाई भोट चढिहाल्छ के। हुन त रोनाल्डोले गोल गर्ने बित्तिकै मेसीले पनि गोल गर्छ, अस्तिको म्याचमा पनि कन्टिन्यू भइरहेछ केटा हो होइन। आज पनि रोनाल्डो दाजुले गोल गरे जित्यो होइन। लियोनल मेसीलाई भुत चढिहाल्यो के मेसी दाजुलाई। नासविलसम्मको गेममा होइन 2 गोल गरिसक्यो पहिला हाफमै होइन। यस्तो 10/10 ऱ्याटिङ दिइसक्यो के 45 मिनटमै। अबको म्याचमा झन् के हुन्छ होला भन्ने कुरो त अचम्मै भइरहेछ, मान्छे दङ्ग परिरहेछ। राउन्ड अफ 16मा आफ्नो ठाउँ निकाल्नु पर्ने ठाउँमा इम्पोर्टेन्ट म्याचमा इम्पोर्टेन्ट तरिकाले खेलिदिन्छ भनेको यार। अचम्म छ यार, महाकसम यार। 893 क्रस गोल भइसक्यो लियोनल मेसीको पनि। अब असिस्टमा त इतिहासै रचिसक्यो, यो मान्छेलाई सक्दैन। आज मोस्ट इम्पोर्टेन्ट म्याच भनेको फ्लेमिङ्गोसँग हाम्रो नेमार दाजुको पनि म्याच छ सान्तोसको। त्यो गेम पनि हेर्न नछुटाउनु होला, मोस्ट इम्पोर्टेन्ट है केटा अबको म्याच। यो गेम हेर्न नछुटाउनु होला, किनकि अब रिलिगेसनको अन्तिम छ। त्यही भएर यसलाई फिनिस गर्नलाई चाहिँ नेमार दाजु मैदानमा उत्रिन्छ है।